सोलिङ सुरु भएको अब के जङ्गल जङ्सन छ त बाटो पनि बाटो यतिको मात्रै छ गाइज चिसा पानीको बाटो हाम्रो चाहिँ खतरा ड्राइभर हो क्या राइडर हो नि हाम्रो दाइ चाहिँ टुक्कु राइडर हो क्या टुक्कु राइडर म चाहिँ गुड्डु पाण्डे टिप्पुले बाइकै बनाइदिएर नि करेन्ट लगाएर बनाउँदा तर त्यसले नजर मात्रै फेरि करेन्ट पनि हावा पनि थिएन होला है बनाइ त गएको थियो तिमीले टिप्पुले बाटो त यार बाटो त औडै रहेछ होइन तर यस्तो लड्यो भने तर चाहिँ लडिँदैन है बाइकलाई चाहिँ फेरि मार पर्छ क्या बाइकलाई चाहिँ मार पर्छ होइन ले कस्तो मेरो त खुर्कियो क्या होइन कस्तो पिल्छु अलिक तेरोसँग पुगेर चाहिँ मिलाउनु पर्यो माछा मार्दो रहेछ के डल्लै फर्काउँ त खोला दामी रहेछ त मिजर प्रब्लम हो बाटो पनि सोल्नु दामी यस्तो रहेछ सुनिन्छ नि प्रदेश यहाँतिर माछा चाहिँ पाउँछ होला पाउला पाउला गाई लगिरहेको कहाँबाट भित्रबाट लान्छ आउनु त आउँछ अन्त दाइले कहाँ छेउडला नि जाँदैन भित्रबाट पनि जाँदैन जाँदैछ नि पर्खिनु खुट्टा चिप्लिरहेको लगाएको त्यो गोरु कि गाई हो गोरु होइन बेचेको होला जाउन हेर ठाउँ होइन गोरु चाहिँ किन हेर्नु सबै के किनिदिउँ त खुट्टा तेर्छ आइडिया ल्याउनु आइडिया ल्याउनु म फेरि पसहरूको यस्तो बिग्रिँदै कम्ती माया लाग्दैन माया त लाग्छ नि दाइ अब बेच्नै पऱ्यो यिनीहरू लानुलाई टाइम लाग्छ गाडी रिजर्भ गरेर पिकअपमा ल्यायो क्या भनेको त्यसमा लान्छ ठिकै होइन देखिनु चाहिँ खुट्टाहरू त्यो कुरो भन्छ यही खरिदेहरूले गाई लान्छ कि दाइ अब हिँड्न सक्दैन बाटोमै छोडिदिन्छ क्या त्यतिकै बिचरा त्यो चिनी सिनी दिँदो रहेछ हिँड्नुहोस् भनेर होइन अनि हिँड्न सक्दैन त्यत्तिकै छोडिदिन्छ क्या अनि कतिको त खुट्टा खुट्टा भाँचिएको हुन्छ बाटोतिरै त्यो कसै त त्यति बिराम भएर मर्छ पनि कसै चाहिँ फेरि आएर लान्छ अर्कोचोटि अब हिँड्दै हिँड्दैन त्यो बिलाइती गाईहरू त्यस्तो हुन्छ क्या त यो के बिलाइती गाईहरू बुढो भएर बेच्छ कि जर्सीहरू पनि बुढो भएर बेच्छ क्या तिनीहरू त हिँड्नै सक्दैन नि त अब दुध दुएर लास्टमा बेच्छ नि त बुढो भएर त्यस्तो हिँड्नु सक्दैन क्या बाटोमा कुद्दै लान्छ अनि बाटोमा आधी बाटोमा छोडिदिन्छ
यस्तो चिन्डे बाटो हो क्या हौ त्यो पुरा त्यो बाटो पुरा अहिले बाटो पनि कस्तो राम्रो है कस्तो चाहिँ अलिक मान्छे वाइल्ड पापी है भाइ बाटो यस्तो छ यो घर त दामी रहेछ यार यो घर गेट चाहिँ कहाँ दामी लाग्यो क्या गेट अनि यो वरिपरि गार्डन जस्तो कहाँ पो जोडिन्छ भाइ हामी तल दानाभरि मुख चाहिँ कहाँ निस्किन्छ मैले बिर्सेँ क्या मुख त ठ्याक्कै मलाई याद भएन कि हामी निस्किन्छ पानी पर्दै जब पानी पर्दा चाहिँ हामीले बाटो चाहिँ छोडेको हुनुपर्छ पछि बाटो चाहिँ मैले त्यही भएर अघिदेखि रेडीको कहीँ एक ठाउँ नरोकिकन त्यसपछि चिया सानो खानुपर्छ त्यही डिमान्ड यस्तो घरहरू छोडिरहेको छ क्या यतिको बस्नु त मिल्छ तर मुनिबाट पहिरो जानु आँटेको छ कि जस्तो लाग्यो क्या त्यही भएर छोडेको हो कि कहाँ जानु पर्ने हो यहाँ हजुर ए यहाँ तल बाटो छ अरे यहाँदेखि हामी ठ्याक्कै कहाँ भेट खान्छौँ के हो यहाँदेखि हामी ठ्याक्कै कहाँ पुग्छौँ बाटो हजुर यो बाटो उति पार्टीबाट उँभो चढ्छ नि यही बाटो हो कि यो चाहिँ अलि अप्ठ्यारो यो बनाइसकेको छ अहिले हिँड्नु थाले यो छिटो नि हो ए पर पार्टी दुईको लागि हुन्छ होइन यस्तो हजुर त्यो त्यही यही बाटो हो ए हुन्छ बाटो सोध्दै सोध्दै झापा चल्दिएको हामी चाहिँ कुन बाटो पो हो यो त यो बाटो तिमलको चिसा पानीको बाटो भन्नु कि के हो यो है चिसा पानी कि के भन्ने बाटो अरे के हो अहिले बाटो देखा नयाँ बाटो रहेछ है त यो हामीले इलाम बजारको बाटो नयाँ रुपिस भुटान यस्तो हो सोमबारेमा भेट हुने रहेछ हौ भाइ ए त्यो बजारमा होइन यो बाटोले ए भित्र भित्र ठ्याक्कै यता झर्दै अनि हामी उँभो जाने बाटोमा उँभो जाने बाटो नि त उँभो जाने बाटो चाहिँ यो रहेछ क्या त्यो सोमबारे अलिकति माथितिर होला त्यो बाटो आउने हो अहिलेको बाटो होइन समस्या हो होइन समस्या यहाँ फेरि लिम्बूको दे भएर रहेछ क्या चिया पनि छ त्यो
यसो निस्केर मासु सासु भात सात खाँदैछौँ क्या यहाँ पनि होला नि हाम्रो यहाँ पनि मासु नपर्ने त होइन नि